म नेपालको वन मान्छे हो। मेरो कथा सुनेको छौ? सुने छैनौ भने सुन। आज पुरै संसारमा रिसर्चर्सहरूले यतिलाई हिमालमा खोज्ने प्रयास गरिरहेको छ र अर्कोतर्फ वनमान्छेलाई जङ्गलमा र धेरै वर्षसम्म खोजिरहँदा पनि आजसम्म रिसर्चर्सहरूले उनीहरूलाई खोज्नमा सफलता पाएको छैन। तर आजको कथा चाहिँ लगभग 160 वर्ष पहिला नेपालको कुनै पहाडी गाउँमा घटेको घटनाबाट बनाइएको हो। त्यो गाउँमा एउटा मदन नामको व्यक्ति आफ्नो आमासँग बस्थ्यो। आमा, छिटो भात पस्किदिनुहोस्। मलाई खेतमा जानुको लागि ढिलो भइसक्यो। ठिक छ, हात धोएर आइज, म पस्किदिन्छु। मदन आफ्नो आमासँग बस्थ्यो, तर उनीहरूको खेत गाउँभन्दा निकै तल थियो। जा जा, रिपिट यताबाट हिँड। है है। खेत घरदेखि टाढा भएकोले गर्दा उनीहरूले गोठ खेतमै बनाएको थियो र छेउमै ठुलो बाक्लो जङ्गल थियो जहाँ धेरै प्रकारका खतरनाक जङ्गली जानवरहरू पाइन्थ्यो। गोरुहरूलाई त्यो जङ्गली जानवरबाट बचाउनलाई मदनलाई कति रात त खेतको गोठमै बिताउन पर्थ्यो। आमा, मेरो लागि आज कुराउनी पकाइदिनुहोस्। राति खेतको गोठमा गएर उतै बसेर खान्छु। हुन्छ, म बनाइदिन्छु छोरा। राति मदन खाना खाइसकेपछि खेतको गोठमा बस्नलाई निस्कियो। त्यो रात एउटा पूर्णिमाको रात थियो। मदन त्यो सुनसान खेतमा एक्लै थियो। यस्तो पनि कुनै जीवन हो? दिनभरि पशु जस्तै खेतमा काम गर्यो र राति यही पशुहरूको गोठाला गर्यो। हे भगवान, थाहा छैन कहिले एउटा राम्रो जीवन जिउन सक्छु। खेतबाट किरा फटेङ्ग्राहरूको आवाज आइरहेको थियो र जङ्गलबाट स्यालहरूको रोएको आवाज। तर मदनको लागि यो सबै कुराहरू नौलो थिएन जे सुनेर ऊ डराओस्। त्यसपछि मदनले आफूले ल्याएको कुराउनी खान थाल्यो, तर अचानक उसले एउटा अनौठो आवाज सुन्न थाल्यो। अरे, यो कुन चाहिँ पशुको आवाज हो? यस्तो आवाज त मैले कहिले सुनेको थिएन। फेरि अचानक मदनले गोठ पछाडिबाट केही आवाज सुन्न थाल्यो, जस्तो कि त्यसको पछाडि ठुलो केही छ जसले उसलाई नै हेर्दैछ। के हुन सक्छ यति राति? के यो बाघ, भालु, स्याल हो? होइन, यो यिनी पशुहरूबाट त कुनै हुनै सक्दैन, किनकि आजसम्म यो पशुहरू जलिरहेको आगो हुँदै यहाँ कहिले आएको छैन। त के हुनसक्छ होला त घरी पछाडि? फेरि मदनले जलिरहेको एउटा दाउरा उठायो र गोठमा हेर्नलाई अगाडि बढ्न थाल्यो।
जब ऊ घारीनेरि पुग्यो र हेर्ने कोसिस गर्न थाल्यो तब उसले केही देख्यो। घारीको पछाडिबाट चम्किलो आँखाले मदनलाई नै हेरिरहेको थियो। मदन एकदमै डरायो र कराउन थाल्यो। जा जङ्गली पशु, यहाँबाट गइहाल, जा आफ्नो जङ्गलमा जा, गइहाल, छोस। मदनले त्यति भन्ने बित्तिकै त्यो पशु घारीबाट झट्टै निस्कियो, जसलाई देखेर मदन डरले एकोरिएर हेरेको हेरे भयो। हे भगवान, यो त भूत हो। त्यो पशु एउटा निकै नै ठुलो वनमान्छे थियो। उसको पुरै शरीर लामो लामो भुत्लाले ढाकिएको थियो र उसको चम्किलो आँखाले मदनलाई यसरी हेरिरहेको थियो कि जस्तो कि आज उसले मदनलाई काँचै खानेछ। फेरि अचानक ऊ मदनतर्फ बढ्यो र आफूतर्फ बढिरहेको देखेर मदनको हालत अझै बिग्रिन थाल्यो। तर ऊ मदनको छेउैबाट गयो र जलिरहेको आगोको छेउमा गएर पुर्याउने खान थाल्यो। त्यो वनमान्छेले कुराउनी खाँदै गरेको देखेर मदनले मान्यो कि त्यसले उसको केही बिगार्दैन। त्यही भएर उसले यो कुरा गाउँमा कसैलाई पनि भनेन। अर्को रात फेरि मदनले त्यो पशुको आवाज बहुत पछाडिबाट सुन्यो। तर यो पल्ट मदन डराएन र उठेर वनमान्छेलाई कुराउनी दिने प्रयास गर्यो। ल आएर कुराउनी खा। तर कुराउनीको बोटुका खाली थियो, जस्तो कि वनमान्छेले त्यो पहिल्यै खाइसकेको थियो। अरे बटुका त खाली छ, के तैँले खाएको हो? यसै गरी त्यो वनमान्छे मदनलाई भेट्न सधैँ आउन थाल्यो र मदनले जसो गर्थ्यो उसले पनि उसले जस्तै नक्कल गर्थ्यो र बिहान हुनु अघि नै त्यही जङ्गलमा फर्किन्थ्यो। सबै कुरा ठिकै चलिरहेको थियो दुईजनाको बीच। तर बिस्तारै बिस्तारै त्यो डरलाग्दो वनमान्छेले मदनलाई सताउन थालेको थियो। र गाउँलेहरूको खेतमा लगाएको बालीहरू पनि पुरै नाश गर्न थालेको थियो। यसलाई किन फुटाई? उसले केही बोल्दैन थियो, मात्र मदनको नक्कल गर्थ्यो। जब कुरा धेरै बिग्रिन थाल्यो तब मदनले त्यो वनमान्छेको बारेमा गाउँलेहरूलाई भन्यो र सबै गाउँलेहरूले ऊबाट छुटकारा पाउने निर्णय गर्यो। फेरि केही गाउँलेहरूसँग मिलेर मदन जङ्गल गयो र त्यहाँ सल्लाहको रुखबाट एक कराई खोटो निकालेर जम्मा गर्यो र अर्को कराईमा घिउ। एउटा सोचेर बनाइएको योजनापछि राति मदन सधैँझै आगो बालेर बस्यो। उसको दाहिनेपट्टि घिउ भएको कराई राखिएको थियो र देब्रेपट्टि खोटो भएको कराई। जस्तै रात गहिरियो वनमान्छे सधैँझै आएर मदनको अगाडि बस्यो र कुराउनी माग्ने इसारा गर्यो। ठिक छ, त्यसो भए तँलाई कुराउनी चाहियो, तर कुराउनी त छैन। तर आज म तँलाई अरू कुनै चिज देखाउँछु। मदनले आफ्नो दाहिनेपट्टिको कराईको घिउ निकालेर आफ्नो हातमा दल्यो।
जसलाई देखेर त्यो वनमान्छेले पनि मदनलाई इसारा गर्नु थाल्यो र मदनले फोटो भएको कराई उसलाई दियो र जस्तो जस्तो मदनले गर्दै गयो उसले पनि ऊ जस्तै नक्कल गर्न थाल्यो। हेर्दा हेर्दै मदनले त्यो घिउ आफ्नो पुरै शरीरमा लगायो र अर्कोतर्फ वनमान्छेले पनि त्यो फोटो आफ्नो टाउकोदेखि खुट्टासम्म लगायो। त्यसपछि मदनले एउटा जलिरहेको दाउरा उठायो र आफ्नो शरीरमा जलिरहेको दाउरा जोस्ने नाटक गर्न थाल्यो, जसलाई देखेर वनमान्छेले पनि त्यस्तै गर्यो। तर फोटोको कारणले गर्दा उसको पुरै शरीरमा आगोले टिपिहाल्यो र ऊ तड्पिन थाल्यो। तड्पिँदै ऊ त्यहाँदेखि दौडिन थाल्यो र गएर तलको खोलामा हाम थाल्यो। त्यो रातपछि ऊ त्यो गाउँमा कहिले पनि फर्किएन। तर टाढा जङ्गलमा त्यस्तै वनमान्छेको आवाज गाउँलेहरूले आज पनि सुन्ने गरेको छ। त साथीहरू, आजको कथा हजुरहरूलाई कस्तो लाग्यो त? के वनमान्छे साँच्चीकै हुन्छ? कि त्यो वनमान्छेलाई छल गरेर जलाउने तरिका ठिक थियो त कि गलत थियो? के तपाईँ या तपाईँले चिन्नु भएको कसैले पहिला यो कथा सुन्नु भएको थियो? यो कथामा कतिको सत्यता छ होला त? हामीलाई कमेन्ट गरी भन्नुहोला। र यस्तै डरलाग्दो नेपाली हरर कथाहरू हेर्न चाहनुहुन्छ भने यो भिडियोलाई लाइक र हामीलाई सब्स्क्राइब गरी सपोर्ट गरिदिनुहोला। धन्यवाद।